हेलो एभ्रिवान, सबैलाई नमस्कार। आज तपाईँहरूको बिचमा मैले गर्न लागिरहेको कुरा तपाईँहरूले आज थम्बनेल हेरेर नै जानिसक्नु भएको छ। यदि कोही आजको मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु नभुल्नुहोला, ताकि आउँदो भिडियोहरू तपाईँहरूको बिचमा मैले फेरि ल्याउन सकौँ। र आज मैले कुरा गर्न लागिरहेको कुरा तपाईँले बुझिसक्नुभयो, र पनि म फेरि भन्ने छु। संसारको मानिसहरू, धेरै मानिसहरू धनी बन्न चाहन्छ, पैसा कमाउन चाहन्छ, तर उसलाई गाह्रो भइरहेको हुन्छ सबैजनालाई। र संसारमा 100% मानिसमाथि 10% मानिस मात्रै त्यसले पैसा कमाएको छ र उसले भनेको जस्तो चाहेको जस्तो गर्न सकिरहेको छ, त्योभन्दा अरू गरेको छैन। अनि हरेक मानिसहरू अगाडि बढ्न चाहन्छ, पैसा कमाउन चाहन्छ, तर हाम्रो नेपाली उखानमा भन्ने गर्छ पैसा चाहिँ बाघको मुखमा छ अरे भनेर। अनि त्यस्तै पनि हामी ल्याउन सक्छ, र हामीले सबैले त्यही गरिरहेका छौँ। तर केही बुद्धि लाग्यो भने म तपाईँहरूको बिचमा, म एक्सपर्ट त होइन, तर कसै विशेषज्ञ, यी आर्थिक विशेषज्ञहरू, मानिसहरूले गरेको कुरा र मैले अध्ययन गरेको र बुझेको अनुसार मैले तपाईँलाई केही दिने कोसिस गरिरहेको छु। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। र म तपाईँहरूको बिचमा 6वटा टिप्स दिनेछु। त्यो 6वटा टिप्समध्ये पहिलो टिप्स रहेको छ सुन। सुनको विषयमा कुरा गर्दाखेरि विगतको कुरा गरेर अहिले आउँदासम्म हामीले धेरै सुनको पनि वृद्धि हामीले देख्न सक्छौँ। यदि तपाईँसँग सुन छ भने एउटा तपाईँको सम्पत्ति, एउटा गहना, अनि मानिसहरूले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ। यदि तपाईँले कुनै पनि ठुल्ठुलो कुराहरू छ, तपाईँसँग धेरै अरबौँ करोडौँको तपाईँसँग सम्पत्ति छ, हरेक अरू अन्य क्षेत्रमा तपाईँको अचल सम्पत्ति छ, तर यदि तपाईँसँग सुन छ भने त्यो कुरा फरक हुन्छ। यदि अचल सम्पत्ति तपाईँको अरबौँ छ भने पनि तपाईँलाई 4 लाख 5 लाख पैसा, थोरै एमाउन्टमा पैसा चाहियो भने तपाईँले तत्काल त्यो बेच्नको निम्ति तपाईँलाई गाह्रो हुन्छ। तर सुन चाहिँ तपाईँले टुक्रा टुक्रा गरेर थोरै थोरै पनि बेच्न सक्नुहुन्छ। र यो चाहिँ यदि तपाईँले कुनै मानिसहरूलाई तपाईँले दिनुभयो भने तपाईँले तत्काल तपाईँले यसबाट धितो राख्न सक्नुहुन्छ, अनि तत्काल तपाईँले चलाएर फेरि तपाईँसँग पैसा भएपछि तपाईँले फर्काउन सक्नुहुन्छ। यदि तपाईँसँग करोडौँको गाडी छ, कार छ, करोडौँको तपाईँसँग घर छ भने तपाईँले तत्काल तपाईँले त्यो धितोमा राख्न सक्नुहुन्न, र तपाईँसँग थोरै चाहिएको पैसाको निम्ति तपाईँले एउटा कारै, घरै अनि जग्गाको टुक्रै तपाईँले बेच्ने कुरा पनि आउँदैन। त्यसैले गर्दा सुन राम्रो कुरो हो। र यदि तपाईँले यो सुन राख्नुभयो भने तपाईँको वर्षौँसम्म वर्षै पछि बढिरहेको हुन्छ। र दोस्रो कुरा रहेको छ ब्याज। यदि ब्याजमा तपाईँले दिनुभयो भने हामीलाई कति यस्तो कन्सेप्ट हुन पनि सक्छ कि यदि ब्याजमा दियो भने साउ पनि घुम्न सक्छ भन्ने हामीलाई डर हुनसक्छ। तर यदि कसैसँग चिनजानको अनि व्यावसायिकको अनि हरेक मानिसहरूसँग चाहिँ उसले चाहिँ विश्वासघात नगर्ने मानिसहरू जस्तो लाग्यो भने तपाईँले ब्याजमा दिनुभयो भने पनि तपाईँले पैसा कमाउन सक्नुहुन्छ। यदि ब्याजमा तपाईँले थोरै 24% मात्रैले दिनुभयो भने पनि तपाईँले 2 रुपियाँ हुन्छ, 1 लाखको तपाईँले 2 रुपियाँ 2000 तपाईँले कमाउन सक्नुहुन्छ। र यो कुरा गर्दाखेरि यदि ब्याजमा दिँदाखेरि एउटा टिप्स चाहिँ तपाईँलाई, कसैसँग तपाईँले 10 लाख चाहिँ तपाईँले ब्याजमा लाउनु छ भने एउटै व्यक्तिलाई 4 लाख 5 लाख नदिनुहोस्। तपाईँले कसैलाई 1 लाख दिनुहोस्, कसैलाई 2 लाख दिनुहोस्। यसरी तपाईँले दिनुभयो भने तपाईँलाई राम्रो हुन्छ। कसैले त्यो एकजना व्यक्तिलाई दिनुभयो भने एकजनाले तपाईँको त्यो सबै खाएर हिँडिदियो भने, तपाईँलाई तिरेन भने त्यो सबै तपाईँको डुब्न सक्छ। त्यसैले गर्दा थोरै थोरै गरेर तपाईँले दिनुभयो भने त्यसमा राम्रो हुनसक्छ। र अर्को तेस्रो कुरा रहेको छ, तेस्रो चाहिँ विषय चाहिँ सहकारीमा यदि तपाईँले पैसा राख्नुभयो भने ब्याज राम्रो आउन सक्छ। अहिलेको कुरा गर्दाखेरि सहकारीले डुबायो, सहकारीमा डुब्छ भन्ने कतिको एउटा कुराहरू पनि छ। तर यदि राम्रो सहकारी, राम्रो नाफामा गएको र राम्रो चिन्जानको र राम्रो दर्ता भएको सहकारी छ भने यदि तपाईँले दिनुभयो भने र राख्नुभयो भने त्योमा चाहिँ तपाईँको 10-12% जस्तो हुन्छ, र त्यो पैसा तपाईँले तत्काल निकाल्न पनि सक्नुहुन्छ र त्यो सुरक्षित रहन्छ। त्यसैले गर्दा सहकारीमा राख्नुभयो भने तपाईँले 1 लाख राख्नुभयो भने तपाईँको महिनामा 1000 आएको हुनसक्छ। यदि 10 लाख राख्नुभयो भने तपाईँको 10,000 आउँछ महिनामा, होइन? त्यसले तपाईँको घर खर्च यताउता गर्न तपाईँले राम्ररी गर्न सक्नुहुन्छ। र अर्को आज चौथो विषय रहेको छ सेयर कारोबार। यदि सेयरमा लगानी, कारोबार भन्दा पनि विशेष लगानी तपाईँले गर्नुभयो भने यो सेयरमा तपाईँलाई म 2-3 वटा समेट्न चाहन्छु। यो चाहिँ तपाईँले म्युचुअल फन्ड, त्यस पछाडि एसआइपी अनि सेयर आइपिओ त तपाईँले नछुटाउनुहोस्, र त्यस पछाडि
सेकेन्डरी मार्केट भन्छ, दोस्रोमा बजारमा पनि गएर चाहिँ तपाईँले राम्रो बजार भाउ, बजारको स्थिति बुझेर तपाईँले किन्नुभयो भने राम्रो हुन्छ। र यो सेयर किन्दाखेरि तपाईँले एकैचोटि ठुलो एमाउन्टको किन्नुभन्दा पनि यदि राम्रो छ भने र तपाईँसँग छ भने तपाईँले त्यो गर्न सक्नुहुन्छ। र यदि भएन भने चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने तपाईँको तलब कति छ, स्यालेरीको तपाईँको 10% 20% चाहिँ कन्टिन्यू तपाईँले लगानी गर्नुभयो भने तपाईँलाई त्यसमा राम्रो प्रफिट हुनसक्छ। र अर्को रहेको छ एफडी। यदि अहिले एफडीको कुरा गर्दाखेरि चाहिँ नेपालमा तपाईँको ब्याज एकदमै एफडीमा राखे पनि अनि सामान्य एकाउन्टमा राखे पनि तपाईँको अहिले चाहिँ 3% 4% होला। तर यदि त्यो वैदेशिक रोजगारीमा हुनुहुन्छ भने वैदेशिक रोजगारी एकाउन्टमा राख्नुभयो भने तपाईँको 6% 7% दिन सकेको हुन्छ। त्यो राख्नुभयो भने तपाईँको एउटा के हुन्छ भने तपाईँसँग पैसा चाहिँ के छ, क्यास छ, तपाईँसँग हातमै छ। यदि कुनै अपर्च्युनिटी आयो, तपाईँले कुनै कुरामा लगानी गर्न मन पर्यो र अथवा त्यस्तो सम्भावना देख्नुभयो भने तपाईँले तत्काल त्यसलाई निकाल्न सक्नुहुन्छ। त्यसो कारणले गर्दाखेरि एफडीमा राख्न पनि एउटा कुरो राम्रो हो, त्यो सुरक्षित हुन्छ होइन। त्यसैले गर्दाखेरि तपाईँले एफडीमा पनि राख्न सक्नुहुन्छ। एउटा धन कमाउने अथवा पैसा बढाउने तपाईँको एउटा माध्यम हो। त्यस पछाडि अर्को 6औँ नम्बरमा छ घर जग्गा। घर किन्ने तपाईँको राजा भन्छ होइन। र अहिलेको परिप्रेक्ष्यमा हेर्दाखेरि अहिले घर जग्गा नेपालमा अलिकति कम्ती छ। पहिलेको तुलनामा किनेको जग्गाहरू अहिले भनेको जस्तोमा बिक्री गर्न सकेको छैन। तर जग्गामा लगानी गर्नु राम्रै कुरो हो। र विशेष घर बनाउने, घर किन्ने भन्दा पनि जग्गा किन्न चाहिँ अहिलेको सिचुएसनमा चाहिँ म राम्रो देख्छु। र किन्दाखेरि विचार गरेर र जतासुकै तपाईँले त्यो गाउँ कुना कान्दारातिर तपाईँले किनेर काम छैन। र अर्को त्यही तपाईँको कन्सेप्ट के हो त्यो अनुसारले तपाईँले यदि गाउँमा फार्म खोल्ने त्यो तपाईँको विचार छ भने त्यो अनुसारले किन्न सक्नुहुन्छ, त्यो अनुसारले लगानी गर्न सक्नुहुन्छ। र घर जग्गामा किन मैले अहिले अन्तिममा राखेँ भन्दाखेरि अहिले तत्कालै चाहिँ हामीले घर जग्गा किन्न सक्छौँ, किन्नुपर्छ राम्रो हेरेर। तर अहिले सबै ठाउँमा किन्दै गयो भने अहिले तत्काल चाहिँ अब भविष्यमा त राम्रै हुन्छ, जग्गा किन्ने राजै हुन्छ होइन। तर घर चाहिँ बनाउन अलिकति सकिँदैन। यदि घर जग्गा किन्दाखेरि चाहिँ तपाईँले यदि राम्रो छ, तपाईँको एकदमै त्यो घर लिएर तपाईँले भाडामा लाउनुहुन्छ, भाडामा लाएर चाहिँ तपाईँले मासिक आम्दानी राम्रो हुन्छ भने तपाईँले त्यो गर्न सक्नुहुन्छ। र लगानी गर्दा र बनाउँदाखेरि पनि तपाईँले यदि तपाईँले घर बनाउनुहुन्छ, करोडौँको लगानी गर्नुहुन्छ, तर तपाईँसँग आम्दानी चाहिँ त्यो भएन भने के गर्ने त होइन। तपाईँले वर्षौँ कमाएको पैसा चाहिँ एकै ठाउँमा गयो भने तपाईँ त फेरि भोलि कहाँ जाने त, फेरि विदेश जाने भन्ने कुरा आउँछ। त्यसैले गर्दा तपाईँले घर बनाउँदा र जग्गा लिउँदाखेरि पनि तपाईँको आफ्नो आफूलाई पनि चलाउने, आफूसँग खर्च केबाट कसरी गराउनिन्छ भन्ने कुराहरूलाई गरेर गर्नु राम्रो हुन्छ। र यी मैले दिएको कुराहरू तपाईँहरूलाई सही नहुन पनि सक्छ, तपाईँलाई अर्कै तरिकाले पनि तपाईँले गर्न सक्नुहुन्छ। तर यी कुराहरूलाई चाहिँ होलिस्टिक रूपमा चाहिँ लग्यो भने, यसलाई सबैलाई लग्यो भने चाहिँ सिस्टमेटिक रूपमा लग्यो भने, थोरै गरेर सबै क्षेत्रमा लग्यो भने तपाईँको कुभलो चाहिँ हुँदैन, भलो नै हुन्छ भन्ने मेरो विश्लेषण हो। तपाईँलाई भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट अनि सेयर र सब्सक्राइब गर्नुहोला। र राम्रो लागे लाइक गर्नुहोला, नराम्रो लागे तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। र आउँदो दिनमा भिडियो कस्तो बनाउने पर्ने भन्ने कुराहरूलाई म मध्यनजर गर्नेछु। हवस् त, नमस्कार।